भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहिबार बिहानै कालापानी क्षेत्र पुग्दा नेपाली भूमि गुन्जीका स्थानीय बासिन्दाहरूले मोदीजी जिन्दाबादको नारा लगाए। नेपाली पक्षलाई पत्तो पनि नदिई कालापानी क्षेत्रमा प्रवेश गरेका मोदीका अघि भारत माता की जय भन्ने नारा घन्टिएको थियो, जसमा सहभागी नेपालीहरू पनि होमा हो मिलाइरहेको देखिन्थे। किनकि नेपाली पक्षलाई नेपालकै आश छैन, नेपाल सरकारले हालसम्म दिएको पनि केही छैन। गाँस बाँसको जोहो भारतकै भरमा हुन्छ, फलत मोदी पुग्दा नेपालीहरू पनि दङ्गिएर स्वागत गरेका छन्। तर मोदी कालापानी क्षेत्रको भ्रमण गर्दैछन् भन्ने पत्तो नेपालको कुनै संयन्त्रले पाएको छैन। दार्चुलाका प्रमुख जिल्ला अधिकारी पनि यो विषयमा अनभिज्ञ छन्, जबकि सीमा क्षेत्रको भ्रमण गर्दा कूटनीतिक पत्र वा दुवै देशलाई जानकारी हुनु अनिवार्य छ। त्यसमा पनि यो भूमि नेपाल भारत बीचको सबैभन्दा विवादित मसला हो। यद्यपि बिहानै हेलिकप्टर चढी कालापानी क्षेत्रमा पुगेका मोदीले आदि कैलाश र पर्वतकुण्डको दर्शन गरे, ध्यान गरे। भारतले कब्जा जमाएर सडक बनाएपछि सरकारले 2077 जेठमा नयाँ नक्सा जारी गरेको थियो। त्यो नेपालको नयाँ नक्सामा लिम्पिया, धुरा, कालापानी र लिपुलेक क्षेत्रका गुन्जी, नाभी, कुटी लगायतका भूभाग पनि समेटिएको छ। तर भारतले सो क्षेत्र आफ्नो भएको दावी गर्दै कब्जा छोडेको छैन। त्यति बेला सुरु भएको बाटो बिहिबार मोदीले खुल्ला गरेका छन्, तर नेपाल पक्षलाई यसको कुनै जानकारी छैन। फेरि मोदीले त्यही क्षेत्रको भ्रमण गरी अतिक्रमित नेपाली भूमि भारतकै हो भन्ने पक्का गर्न खोजेको सीमाविदहरू बताउँछन्। संसदमा यही विषयमा सरकारसँग जवाफ माग गर्दै राष्ट्रपाका सभापति रवि लामिछानेले छिमेकी राष्ट्रबाट प्रधानमन्त्री मोदीको यति ठूलो भ्रमण हुँदा पनि जानकारी नभएको भन्दै व्यङ्ग्य गरे। सरकारलाई र परराष्ट्र मन्त्रालयलाई सोध्न चाहन्छु सभामुख महोदय, यति ठूलो भ्रमण आफ्नो भूमिमा, आफ्नो देशमा छिमेकी राष्ट्रका प्रधानमन्त्रीको भ्रमण बारे सरकारले नेपाली जनतालाई, सदनलाई जानकारी गराउनु पर्दैन? यत्रो ठूलो भ्रमणमा मोदीले नेपाली भूमिमा ध्यान गर्दै घण्टाध्वजसँगै शिवको आराधना मात्रै गरेका छैनन् कि सेनासँग सामूहिक तस्बिर खिचाउँदै सैनिकको भुट बजार्ने काम समेत गरेका छन्। आफ्नो उपलब्धि मान्ने प्रतिपक्ष र देश र जनताका लागि ज्यान हत्केलामा राखेको भन्ने प्रधानमन्त्री र देशकै लागि लडेको भन्ने देउबाको मुख भने बन्दाका बन्दै